Good morning, friends. Today we are heading to Scotland. So we are packing our everything, stuff for the 4 days, and then our whole entire family we heading to Scotland from Aldershot. So you can see the outside environment is very quiet, very nice. A small house, and then very quiet environment. So we are doing packing now. Pack हुँदैछ यहाँ हाम्रो अहिले हाम्रो आज 7 घण्टाको बाटो हो यो अनि हामी त 9 जना बस्ने गाडी हो यो यसमा चाहिँ बसेर आज चाहिँ इन्डिया के अरे स्कटल्यान्ड जाँदैछौँ बाटोमा यस्तो छ हामी पनि पहिलाचोटि जान लागेको हाम्रो भाइले गाडी चलाउनुहुन्छ हामीलाई लानुहुन्छ प्याकिङ हुँदैछ अटाउँछ सामान अटाउँछ 5 दिन 5 दिन सक्यो प्याकिङ लगभग भएछ सामान यो हल्का रहेछ यो चाहिँ अलिक गरौँ फ्रुट भएको यसलाई यति राख्नुपर्छ अगाडि राख्नुपर्छ होला अगाडि हल्का यो त पिकनिक गरे जस्तो पो हुने रहेछ त यहाँ हजुर ए मैले त के सोचेको भने हामी त जाने हो अनि तिमी where we are going today? Scotland. Huh? Scotland. For how many days? 3 days. 3 days? Yeah. Oh, so what is this? Oh yeah, sorry. Welcome. Sorry. Are you exciting or no? Sorry. Really? You been before? What? Sorry. के खायो त ब्रेकफास्ट? Cornflake. My gosh. Okay. छोराहरू पनि रेडी छ गाडी पनि रेडी छ हामी सबै रेडी छौँ अब एकछिनपछि हामी रवाना हिँड्दैछौँ Nicholas, you okay? Fantastic, okay. After फर्स्ट स्टप हामी सानै झऱ्यो हाम्रो फर्स्ट स्टप हामीलाई झऱ्यो अब यहाँदेखि अब हाम्रो इन्टायर हाम्रो गेस्टहरू सबै यहाँ म्याकडोल जान लाग्यो म त म्याकडोल खाने हो छोरालाई मात्रै टोय लायो छोरालाई लाग्दा मलाई पनि लायो 2 जना हामी आएछ छोराको ड्याड पनि यहाँ हामी 3 जना म कोही जाने टोयलेट यहाँ चाहिँ करी इन्डियन रेस्टुरेन्ट पनि रहेछ म्याकडोनल्ड रहेछ ओहो भोक लाग्छ सानो तिमीलाई चाइना छ अघि चाइना भन्छ ल केएफसी यो ग्रेक्स भन्ने के हो भाइ हो यहाँ के खानेकुरा ठाउँ हो ए खाने के ए फास्टफुड ल सानो बाबुहरू गोरेजाको बाबुहरू हाम्रो बाबुहरू नान्डोस यहाँ खाने ठाउँहरू यसरी पिज्जा एक्सप्रेस ग्रेक्स चपस्टिक नोज पार्क हो भाइले आएर बिस्तारा बाइकले चलाउने परेर हामी सुत्दै हिँड्ने सुत्दा पनि पुट्टा दुखेको पिछा ए सुत्दाखेरि पनि बस्दाखेरि पनि दुखेको यो अब हामी सेकेन्ड एक्सपोर्टमा झऱ्यो फेरि अब यहाँ चाहिँ यसो खानासाना खाने भन्ने कार्यक्रम छ बुकलिङ आयो अब यहाँदेखि इन्दुराज लप्सीलाई गर्मी भएछ छाता चाहियो इन्दुराजको ल के छ त बॉयज के छ ठीक छ
ठिक छ ठिक छ ठिक छ यो ओके सानेरमा एकदम टायर्ड भयो सबभन्दा बढी साने खेल्छ गेम खेल्छ फेरि निदाइहाल्छ म खेल्छु फेरि निदाइहाल्छु सानेरमा हामीलाई सही टायर्ड गरेर बाबाले यो ठाउँको नाम के हो मलाई पनि थाहा छैन तर यहाँ आइयो गाडी राख्ने ठाउँ रहेछ अब बुगर किङ खाने भन्छ बच्चाहरूले बुगर खाने बुगर म त समय थाहै घटेको छैन सेट ठाएर नेपालमा के नेपालमा यस्तै ठाउँ छ होइन तर नेपालकै बाटोको छेउछेउमा के यु क्यान इट ओन्ली दाल भात दिएर Street food. नट स्ट्रिट फुड रेस्टुरेन्ट हुन्छ त्यहाँ खाना खाने को साने यता त सुत्छ बजाइ पनि बिचरा जाँदै ल अब अलिक फेरि अपडेट अब खाना खाएर यो हेर्नुहोस् पार्किङहरू यस्तो छ ढुङ्गामा मजाले यस्तो मान्छे बनाएको हेर्नु त के हो यस्तो आहा अब यहाँदेखि खानासाना खाएर अब अर्को 100 माइल हिँडिसकेपछि यहाँदेखि अर्को उसमा जाने फेरि है अब यो चाहिँ हाम्रो चाहिँ सेकेन्ड ब्रेक हो गाडी रोक्यौँ होइन रोकेर यहाँ चाहिँ म्याकडोनल्डहरू खान लाग्यो म्याकडोनल्ड्स बर्गर किङ्स पेट म्याङ्गर्स केएफसी अनि फुड एन्ड एमएस फुड यो रहेछ यहाँ चाहिँ हामीले खाना किन्दैछौँ खाना किनेर खाना खाने हो यहाँको इन्भाइरोमेन्ट त्यस्तो छ अब चाहिँ खाना खानको लागि 2 घन्टासम्म गाडी चाहिँ पार्क गर्न पाउँदो रहेछ 2 घन्टा पार्क अनि 2 घन्टापछि यदि गाडी पार्क गऱ्यो भने $15 लाग्दो रहेछ आई थिङ्क 24 आवर होला 15 पाउन्ड अनि यहाँ चाहिँ व्यवस्थित तरिकाले खाने ठाउँहरूमा सबै रेस्टुरेन्ट ल्याएर यहाँ हामी बसेको ठाउँमा यसरी खाना खान पाउँदो रहेछ है हाम्रो ग्रुप ठुलो छ त्यही भएर हामी चाहिँ यहाँ यो ठाउँ रोकेछु खाना खानलाई यहाँ बसेर अब खाना खाने हो मान्छेले खाना खान जस्तै बर्गर किङ सोजन केएफसी पेट म्याङ्गर्स एउटा ल्याएर खाना ल्याएर ठुलो ग्रुप छ नि यहाँ बसेर खाने ठाउँ चाहिँ यस्तो रहेछ हाम्रो अब खाना पनि आइसकेको छ बच्चाहरूले बर्गर किङ भाइ पनि बर्गर किङ भाइ पनि बर्गर किङ हो हजुर पनि बर्गर किङ किन केएफसी त आमाहरू केएफसी भिड छ क्या त्यहाँ आमाहरूले केएफसी अर्डर गरिसकेको छ कलेक्ट गरेर खानु मलाई त सोडा वाटर खान मन लाग्छ रानु चाउन्थ्यो त्यो उखाएको क्या यहाँ यस्तो छाप्पा बसेछ क्या त्यो उसले क्या त्यसले हुन्न त्यो समोसा क्या समोसाको त राम्रो तेलमा पकाएको छैन क्या यस्तो यहाँ सबै बस्यो धेरै पनि खानुभयो अघि के लिनुभएको चिया होइन चिया खाएको नि कालो चिया। त्यसले गर्नु पऱ्यो नि मसाले के हो तिम्रो देखाउँछ त्यो के हो बोल न लोडेड लेखेको छ त चिजी के हो ए भाइको त फेभरेट खाना हुन्छ यो ओ हाम्रो बोस पनि आयो सानो बोस आयो 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 बिचरा उसले त अर्कालाई ल्याएपछि बिचरा आफू खान पाउने होइन थ्याङ्क यू माई बेबी थ्याङ्क यू मेरो सानीले ल्याइदियो सानीलाई के गर्ने त सानीलाई खाना नास्ता सास्ता खाइयो है लन्च खाइयो र अहिले यहाँ ठ्याक्क लन्च खाएको त्यो बाहिरपट्टि हेरेको त्यहाँ सानो तलाउ रहेछ क्या यहाँ चाहिँ त्यो हाँस अनि सिगलहरू रहेछ यसो बाहिर बसेर खाने कार्यक्रम रहेछ बाजे बजारहरू यहाँ बाहिर बसेर खानुभएको छ यस्तो ठाउँ यस्तो मजाको घाम तापेर मजाले खाएको
जङ्गल जस्तो सट्टै अलिअलि बाहिर त अलिक चिसो हावा छ तर वहाँ के अरे भित्र चाहिँ न्यानो थियो हाँसहरू खाना मागिरहेको छैन त्यो हाँसले म बाहिर बसेर खाने यताउति गरेर अब हामी यहाँबाट सायद 2 घन्टा चाहिँ आएको ड्राइभिङमा बसी फेरि आएर रेस्ट गर्छु होला अहिले लगभग 150 माइल जति हिँड्यो अब चाहिँ हामी अझै 200 माइल हिँड्नुपर्छ भनेको मतलब छ हाम्रो बाटो लामै छ अनि भाइले चलाउनु भएको छ गाडी बिचरा भाइलाई गाह्रो भयो होला यो सिगल होइन त्यसले छोपेछ माछा त हाँस्छ अरे हाँस त्यस्तो छ अब कस्तो खाएको छ त्यस्तो जाँदो रहेछ यो हाँसले खाना मागेछ ठ्याक्कै हामी यसको उतापट्टि चाहिँ ऊ छ खाना खाने ठाउँ रहेछ त्यहाँबाट निस्केको म यस्तो छ अहिले फेरि हामी अर्को ठाउँमा आएको यहाँ यही लङ गाडी ठुलो गाडी पार्किङ गर्ने ठाउँमा आइयो हामी चाहिँ टोयलेट आएको खास आमामा ट्र्याक्टर कस्तो खालको ट्र्याक्टर सानै हो के हो वाट इज दिस सो बिग ट्र्याक्टर वाह सो बिग सो बिग अनि यहाँ यस्तरी पुरै यो मालगाडीहरू छ यो मालगाडी सामान बोकेर आउने यो मुग्लिङ जस्तो के खाना खाने ठाउँ नै उ गर्ने ठाउँ हो चिया नास्ता खाने गर्ने ठाउँ रहेछ हामी चाहिँ बाबुलाई टोयलेट ल्याएर टोयलेटमा झरेर फेरि भर्खरै अर्को ठाउँमा थियौँ अब हामी बस्दा लामो रहेछ सानो सो हामी अब नजिकै यहाँ टोयलेट जान्छौँ टोयलेट गएर फेरि हाम्रो यात्रा फेरि हुनेछ हेर्नु न ट्रकहरू कत्रो डल्लकै मालगाडीहरू के यही ट्रकहरू ठुलो ड्राइभर पनि ठुलो हुने रहेछ गोराहरू क्या ठुलो गाडी पनि ठुलो ड्राइभर पनि ठुलो आई थिङ्क वी क्यान गो हियर राइट यहाँ सानेर म सानेले मलाई उ गरिरहेको छ यहाँबाट के अरे गाइडमा यहाँ सबै कुरा गर्नेहरूले खाना खाने उ गर्ने गरिरहेको छ वाट इज द टोयलेट ए त्यो हो ओके ट्रकहरू त म्यासिभ छ ट्रकहरू आमामा ट्रकहरू पुरै यताबाट उता गएपछि खाना खाने ठाउँहरू छ वासरुमहरू पनि रहेछ यहाँ टोयलेटहरू कस्तो डगी सही ठुलो डगी रहेछ ल आयो सानो आयो इट्स ओके ओके अनि हामी डन भयो मजा आयो यु फिल गुड नाउ राइट ओ माई गॉड डोन्ट ड्रिंक वाटर नाउ अब हामी 200 आई थिङ्क 200 किलोमिटर्स हिँडेपछि बल्ल माइल्स चिया अनि हामीले उयो गर्नुपर्छ थाहा छ के गर्नुपर्छ 200 माइल हिँडेपछि या द्याट्स राइट अब हेर जाइन्ट ट्र्याक्टर इज टेकिङ मोस्ट सानो हेरेर जाइन्ट ट्र्याक्टर वो सो बिग मैले त आई सो दिस इज माई फर्स्ट टाइम इन माई लाइफ यत्रो ठुलो हुँदो रहेछ वा अनि तिमीलाई आर यु हङ्ग्री अर वाट China? Are you hungry, sir? Are you hungry now? No. Okay, good. हामी यता होइन यसले नै गाडी बोकेर आएको फेरि 2 3 6 यसरी गाडी बोकेर थुप्रो आउँदो रहेछ सेकेन्ड ह्यान्ड गाडी त होला यस्तो बोकेको Do you know how to drive? You know how to drive? Go-kart. Huh? Go-kart. Go-kart? Little car. Oh, little car you can drive? Wow, it's fantastic, man. Oh. हामी झुकेर त्यो उवालामा चढेछ क्या के अरे कारको ठुलो बस ट्रक हुने ठाउँमा पार्किङ आइयो कि खास हामी त कार कुद्नेमा आउनुपर्ने हो त्यही भएर हामी यता सानेरमा हामी हाम्रो गाडी हेभी उसमा परेर कि खास हामी उतापट्टि जानु पऱ्यो पार्किङ ओ माई गड कति ठुलो है कति ठुलो
Wow, another giant. Another giant is coming on the way. Oh my god. हेर त कति धिर आएको आऊ यसलाई कुरम थ्याङ्क यू हामीलाई जा भने के हेपी गाडी अनदर जाइन्ट सानो बेबीहरू पनि यहाँ बसिरहेछ हामीलाई हेरेर अनदर जाइन्ट हाय भयो चरा सानोलाई हामी बल्ल फ्रेस भयो सानै फ्रेस भयो अब हामी जाँदैछौँ यहाँबाट फेरि बाई टेक केयर या होइन म जिस्काएर स्कटल्यान्ड जाँदाखेरिको बाटोको धेरै राम्रो दृश्यहरू हरियाली देख्दै आएको छ अलिअलि यहाँ डाँडाहरू सानो डाँडाहरू जस्तो होला यताबाट आउन नमिल्ने रहेछ चल्दै नचल्ने खाँदैछ खाना फेरि ल हाम्रो चाहिँ लातेर खान लाग्छ सानो ग्लासमा है यहाँ चाहिँ के अरे उखान लगाएको के अरे स्टारबक्स कप दामी रहेछ यहाँ स्टारबक्स चाहिँ अब चाक्दिउँ भनेर बाटो पुग्यो हामी चाहिँ अहिले स्कटल्यान्डमा आइपुग्यौँ अनि स्कटल्यान्डको यो बाटोमा हो भाइ के भन्छ यो ठाउँलाई स्कटल्यान्डमा छैन हजुर स्कटल्यान्ड होइन यो स्कटल्यान्ड स्कटल्यान्ड यहाँ चाहिँ सोध्नु के खान्छ सोध्नु अभिनव के पिने हो अब यो चाहिँ गाडी रोकेर कफी खानु खोजेको त्यो चाहिँ स्कटल्यान्ड आइपुग्यो अब यहाँ चाहिँ स्टारबक्समा बाटोमा ब्रेकमा कफी सबै खाने विचार गरेछु सानोले उखायो के अरे मेट्रोल खोजेको मेट्रोलै पाएन है छ नि हाम्रो चाहिँ अब चाहिँ यहाँ चाहिँ स्टारबक्समा कफी खाएर जाने हो एउटा नानु आइदिएन मम्मीले एउटा कफी किन्थ्यो नि हो मन पराउँछ उता किन है त्यसो अहिले चाहिँ हामी स्कटल्यान्डको हाम्रो फर्स्ट यो स्टप हो यहाँ चाहिँ बच्चाहरूलाई पिसाब लाग्यो भने यहाँ आइयो अनि यहाँ आएर चाहिँ स्टारबक्स लियो यहाँ पनि 2 घन्टा फ्री रहेछ अब यहाँदेखि 100 किलोमिटर्स रहेछ एडिनबर्ग हाम्रो स्टे चाहिँ एडिनबर्गमा हुन्छ है बच्चाहरूले कफी खायो के अरे के स्न्याक्स खान्छ भाइ र म कफी भाइ मलाई चाहिँ खोलिदिनुहोस् यो ढक्कन चाहिने होला ढक्कन चाहिने हजुर ढक्कनसँग खान जान्दैन त्यो ढक्कनसँग जान्दैन दुध पोल्छ होइन ढक्कनसँग खान जान्दैन क्या हालिदिनु त्यहाँ मैले त खाँदै खाले अमेरिकन हो अरू खान्न कि अनि यहाँबाट भाइले चाहिँ हामीलाई बिस्तारै ल्याउनु भयो यहाँ चाहिँ गाडीको इभी पार्किङको चार्जिङदेखि लिएर सबै चिज रहेछ अब चाहिँ अब 2 घन्टा नै भयो हामी पुग्ने 2 घन्टा त नलाग्ने है अब तपाईँलाई अब हुन्छ अलिकति कति पनि बिचरा आउनुभएछ कि चाइना गाडी यहाँ पनि देखियो एमजी यो पनि चाइना गाडी हो नि तर अहिले उवाला होइन के अरे उवाला रहेछ कि चाइनाको गाडी खट्टाफुट्टा जस्तो धेरै रहेनछ तर छन छ यो अब अरू कुरा चाहिँ अहिले अपडेट गरौँ ल सामान्य हामी अहिले आइसकेछौँ साँझ अब एडिनबर्गमा फेरि म अपडेट गराउँछु एकचोटि समाधान
अच्छा ए हाम्रो गाडी हो यो Here, oh my god. हाम्रो ठाउँ पपेलो के पपेलो होइन के हो गोरु यो इन्टरटेनमेन्ट गरेछौ सानो तिमीले गरेछौ इन्टरटेनमेन्ट गरेछौ यो इन्जोइङ टायर्ड पनि भएछ र तिमी है टायर्ड भएन किन तिमी एकदमै धेरै बेर ग्याजेट खेलायो नि त टायर्ड भइगयो ल हेर न कस्तो दामी हो माई गड कस्तो राम्रो ठाउँ यहाँ दिदीले मेरो टिकटक बनाउनु पर्ला जस्तो एउटा गीतको क्या दिदी र म क्या के हो यो तर त के हो यो त ऊ होइन यो त के भेडा 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 पनि कस्तो स्मार्ट काट्छ यो घाँसहरू घाँसै तल नि यो हरियो घाँस यस्तो खाएपछि कहाँ सर्ट हुनु भेडाहरू कसै कसो हुन्छ होला भेडाको तर खै के त खै गाडी हिँड्दैन त खै गाडी छैन त हाम्रो मात्रै लागि मात्रै के बाटो हाम्रो लागि मात्रै के बाटो हाम्रो लागि मात्रै जस्तै बाटो थाहा छ नि को आउँदैछ भनेर बाटै छैन त नि ए भगवान् कस्तो दामी आहा भेडा स्मार्ट भेडाहरू चढिरहेछ कस्तो खाँच्छ काँचो गरेर फेरि कति खाँदो यता पनि छ भेडा है बल्ल घरदेखि ल भेडा पालेको you visit to Scotland? This is second time. Second time? You come with who? Before? Mama, Baba, Dada. Alright. 3 people मात्रै आएको 4 people मात्रै आएको हाम्रो होलिडेको लागि हजुर यसमा के लखटे त्यो दिन सानो लखटेको कुकुरले हो र ओ भाइ भेडा आएर नि त भेडा कस्तो बन्द रहेछ सरी के बन्दो रहेछ पेन रहेछ अलि यस्तो भयो गाउँ त अझै छ त गाउँ गाउँ हो यो गाउँ रहेछ टर्ने रहेछ गाउँ यहाँ चाहिँ फेरि एकदम त्यो उ गर्छ नि त ढिलो भएको होइन यहाँ चाहिँ स्कटल्यान्डमा वर्ल्डको फेमस हुस्की बनाउँछ यहाँ जाउँ होला उसो त्यो यहाँ गाउँ चाहिन्छ यसलाई गाउँ जाउँ चाहिँ चाहिन्छ नेट नभएर क्या छ त मेरो खतरा आयो त बाटो त ब्रिजमा ल्यायो क्या फेरि उतारेको छ अरे भेडा चरेछ भेडाले घाँस खान्छ यहाँ त भेडा कति धेरै हो यहाँ त भेडै भेडा भनेर बाटैभरि जङ्गल भेडा सानै फेरि स्लिपी होला जस्तो लागिरहेको छ कि सानै आर यु स्लिपी छैन आई थिङ्क यु आर स्लिपी नो really हजुर okay good are you hungry छैन oh my gosh सानैलाई आज के खुवाउने होला त भेडा चरिङ डाँडा पनि के कलेजी कलरको कलेजी कलर अरे के डाँडा पिङ्की डाँडा पिङ्की
घोडा न कत्रो ठुलो घोडा है भगवान् घाँस रहेछ त यो। 47 मिनेट जान्छ ठ्याक्कै Yes, same. भयो है थाहा हुन्छ यतै यसरी? देखाएको छ यतै देखाएको छ थाहा हुँदो रहेछ भ्याउ त्यति यसलाई कति राम्रो हर्सले कस्तो ब्युटिफुल र ह्यान्डसम पनि हुन्छ नि है त्यो छुट्टिन्छ कि हर्स हर्स त्यो के बाटो यहाँ घोडाको मासु खानु है यहाँ याद यहाँको मासु घोडाको मासु खानु है खान्न भएन आज त्यो गाडी पाक गऱ्यो कि पर्खेर खान्छ पर्खे घोडा बच्चा रहेछ को बच्चा को बच्चा स्टियरिङ व्हिलमा बच्चा छ क्या बच्चा चलाएको पर्खे घोडा नि बिचरा यहाँ घोडा गर्न आएको होला कि ओके मैले त्यो हाना त्यो एड्रेस हेरेको आएको अघि भनेको हामी जाने ठाउँको मैले चाइनाको म्याप हेर्ला कस्तो देखिँदो रहेछ नि Go like this in a ball. दामी 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 ठाउँ हामी बस्ने ठाउँ आयो ओहो ठाउँ त यस्तो रहेछ पछाडि राखौँ कहाँ राख्ने गाडी भाइ पनि थाक्नु भयो बिचरा गाडी चलाएर ओ माई गड क्या झर्ने होइन हामी होइन भएन म त झर्छु खुट्टा चाबी लिएर आउँछु भने ए ल ल टोइलेट पनि लाग्यो यस्तो बस्छ म गर्छु ल हामी चाहिँ बस्ने ठाउँ ए रहेछ अब यहाँ चाबी लिएर जाने कता हो थाहा भएन अब ठुलो ठाउँ वेलकम टु मोर्टेन हिल पार्क हाम्रो गाडी है पुरै मान्छेहरू बसे जस्तो जाडो छ हौ जाडो छ जाडो छ मलाई जाडो लाग्यो ओहो एकैबाट आएको भन्दा पनि जाडो लाग्यो ओ वहाँ गाडीहरू छ तिनीहरू पनि यहीँ बस्न आएको होला हाम्रो चाहिँ मैले टोइलेट लाएको थिएँ टोइलेट गराउँछु भाइ टोइलेट जान्छु म टोइलेट गएँ टोइलेट फाइनली आइपुग्यो हामी हामी बस्ने ठाउँ यस्तो खालको छ ए हामी आज यसमा बस्ने हो हाम्रो गाडी यहाँ पार्किङ भाइ हामी बस्ने यहाँ होइन अनि हामी बस्ने यहाँ जाडो छ सब यहाँ क्याम्पिङ बम्मै त्यो क्याराभ्यान भ्यानहरू के टन्नै छ यहाँ यस्तो रहेछ चौरतिर मजाले बसेछ मान्छेहरू जस्तो दामी लाग्यो यो ठाउँ अब यो ठाउँमा पछि म अपडेट गर्छु नि है अहिले हेर्नु भ्यान यो यस्तो छ म अलिअलि भित्र देखाउँछु कस्तो हुँदो रहेछ त्यहाँ हावा चलेछ है एकदम जाडो छ यहाँ यस्तो हुने रहेछ किचन हुने रहेछ all the way in किचन हुने रहेछ so that you don't have to keep moving यस्तो रुम जस्तो ए घरै हुने रहेछ है रुम यहाँ टोइलेट छ भने चाहिँ कहाँ टोइलेट ए टोइलेट टोइलेट छ टोइलेट ए अनि यस्तो यस्तो रुम यस्तो दुईजना सुत्ने उनीहरूले कहाँ के गर्न जाने कसले केटाहरूलाई यो क्याम्पकोमा के गर्न जाने यहाँ सुत्ने भएर के नुहाउनु जा भने ए यहाँ तर हुन्छ होला ए आइन बोर्ड त रहेछ कोही त यहाँ सुत्नु भयो त म र हजुर ह दामी रहेछ